सो हेलो गाइज आई एम अगेन ब्याक विथ माई न्यू भ्लग। सो आज चाहिँ फेरि म ब्याक भइसकेको छु। अनि आज चाहिँ अब स्पेसली कहाँ जाने भन्दाखेरि ओसोमा चाहिँ हाम्रो त्यहाँ नयाँ उद्घाटन हुन लागेको छ। सो त्यही अब त्यही उद्घाटन हुन लागेको छ। अनि उद्घाटन चाहिँ अब उद्घाटन हुन लागेको कारणले गर्दाखेरि यहाँ हाम्रो चाहिँ फ्यामिली नै जाने हो खासमा। अनि अघि मम्मीहरू चाहिँ गइसक्नु भएको छ। अनि म चाहिँ भाइसँग जानुपर्ने। भाइ चाहिँ तल इटरीबाट आउँदैछ क्या। सो तल इटरीबाट आउँदैछ। अनि म चाहिँ अब भाइलाई यहाँबाट डाइरेक्ट पिक गर्छु। अनि पिक गरेर उताउतै हामी चाहिँ डाइरेक्ट ओसोतिर लाग्छौँ है त। अब भाइलाई अब घुमघाम पनि हुन्छ। भाइ अब पाहुना भयो, त्यही भएर भाइ आउँदैछ। भाइलाई चाहिँ उताउतै पिक गरेर हामी एकैचोटि ओसोतिर जान्छौँ है त। सो अन्तिमसम्म हेरिदिनु होला। अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। हामी एकदम अब 1000 सब्सक्राइबरको नजिक छौँ। सो त्यही भएर सबैजनाले सब्सक्राइब सेयर गरिदिनु होला। अनि आज चाहिँ एकदम घाम लागिरहेछ यार। पुरै जानु त मनै थिएन, के गर्नु, पर घाम लागिरहेछ यार। जानु घाम त 2वटा लागेको छ होला यार। सो अब जानुपर्ने छ टक्क। अब म चाहिँ निस्किन्छु। अनि एकैचोटि अब पर भाइलाई भेटेर रिसिभ गरेर उताउतै ओसोतिर जान्छौँ है त। सो अन्तिमसम्म हेरिदिनु होला भ्लग है। ओसो छिर्यो है हामी चाहिँ त कसले टक्कै देखाइदेऊ न त्यताको छिन्। अब माथि पनि पुरा फुल फुलिरहेको रहेछ यार। बोला छ यो स्कुल त पऱ्यो नि। यो स्कुलमा हामी पनि आएको त यहाँ एक्जाम दिनुको लागि आएको नि। एकचोटि चाहिँ लेफ्टेनेन्टको एक्जाम दिनु यहीँ भयो नि त एक्जाम। लेफ्टेनेन्ट हो आज तर गर्मी छ। देखेर नि पुरै त क्याप्चर त कहाँ हान्छ त। अब अलि देखिने यो ठाउँमा कुद्यो भने कति ओह्रालोमा गुटुरु गइन्थ्यो अरे ओह्रालोमा। सरी यार बाटो चाहिँ अलिक सानो भयो क्या यहाँको। भ्लग बनाउँदै छिरिने भयो यार। आज ओसोमा के को दाइ उद्घाटन छ अरे? खै के को हो, उता चौताराको उद्घाटन छ है। खै के को हर्का सामानले भेटिन्छ आज? भेटिन्छ होला। ल हर्का सामानलाई हर्का सामानलाई ढोकेर जानुपर्छ होला हौ। खुट्टामै ढोक्नुपर्छ ठोकिदिया भन्ने। खुट्टामा टाउको निधारले होइन नि त, फेरि हातले गरेर। ला यार फस्यो जस्तो छ दाइ कहाँ मान्छेको त खै क्राउडै छैन त। अनि गलत इन्फर्मेसन गलत। तर ओसो भन्ने ठाउँ चाहिँ एकदम क्या शीतल क्या। यहाँ आएपछि नि हावा सर क्या। खै त मम्मीलाई कल गर्नु पर्थ्यो। कपाल बनाएको छ नि बिके नि। यहाँ त धेरै पो चेन्ज छ है। खै यार म त नआएको नि धेरै भयो। तिमी पहिले आएको होइन, धेरै चेन्ज हुन्छ। अब हामी 10 महिनामा जाँदाखेरि त होइन नयाँ भइरहेको हुन्छ। अनि टक्क के भन्छ मान्छेहरू देखाउँदैछौ देखाउँदैछु नि। अब म यहाँ कुल्फी सुल्फी पनि हान्दो रहेछ। यहाँको सिनै दामी छ नि यार। सिन त तपाईँले भन्नै पर्दैन नि दाइ। तर मान्छेको क्राउड चाहिँ भएन नि त नि आज। ए जाममै पर्यो नि यार। माथि होला नि एउटै लुगा लगाएको आएको छ लिन। म हेर न उता होला यार। यहाँको सिन चाहिँ यार यहाँ राख्यो नि। यतै गएर माथि माथि
लु टक्क हामीले बिकेनलाई रिसिभ पनि गरिसक्यौँ बिकेनले ए त्यो सबै कालो देखियो अरे दिउँसो उ त घामले क्या हो नि यार मान्छेलाई पनि देखाउनु मलाई देखाउनु कस्तो नराम्रो ए टल्किरहेछ नि तिमी त टक्क ल बिकेनले हामीलाई के अरे तलदेखि यहाँ आइन्जेलसम्म क्यामेरा पक्रिदिएर एकदम यहाँ साथ दिएकोमा एकदम ल भाइलाई धन्यवाद है अब भरे पक्रिनुपर्छ झर्दाखेरि अब टक्कसँग हेर यस्तो थियो पहिला तिमी आउँदा यो गेट सेट थियो कि थिएन नि होइन ल अब यहाँ टक्क हामीले टिकट सिकट काट्ने हो अनि जानुपर्छ ल ए मम्मीहरू त अघि आएर बसिसक्नु भएछ यहाँ हो च्याब्रुङ भन्नुपर्छ हौ लु लु बच्छ पनि कि त्यतिकै हौ खै त लु के बज्नु ल यस्तो छ है हाम्रो चाहिँ लु जाउँ बिकेन ऊ माथि घर हेरेर आऊँ न सकेकै छैन हौ यहाँ पक्नु यहाँ अघि हेरिसक्नु हो हामी मात्रै बाँकी हो हेर्नु ल यो सबै हेर यस्तो यो यस्तो थिएन नि पहिला होइन त त्यही त भनेको त अब अस्ति आउँदाखेरि यो नौलो थियो होइन बनाउँदाखेरि अब अहिले नौलो यो छ देख्यौ नि यो महिना महिनामा हामी आयौँ भने नि नयाँ चेन्ज भइरहेको छ क्या यहाँ नयाँ नयाँ आइबस्छ त्यही भनिरहेछ क्या म ए यही चौतारा त भनेको चौतारै त रहेछ त नि होइन त होला हो त बसिकन जानु पनि मिल्ने हो कि जानु पनि मिल्नु पर्ने जाउँ न ए ढुङ्गा जानुपर्छ हौ लु हाम्रो चौताराको उद्घाटन यही रहेछ अघि भइसकेको होला लु चढाउ चढाउ पर्दैन होला हौ सबै यहाँ त लाउरेहरूको रहेछ नि हौ रश्मिता रनमती अरे सञ्जीव लिम्बू ए यो एउटा खानदान यहाँको परिवारै होला सायद है ल ठिक छ ल सञ्चमती लिम्बू सबै फ्यामिलीले मिलेर गरेको रहेछ यहाँ त काठले बनेको ठिक छ केही छैन अब यहाँ चाहिँ बस्ने कि नबस्ने त यहाँ फोटो खिचाउ एक दुईवटा यहाँ गएर ऊ यस्तो छ नि ऊ बाघ सागहरू छ नि छेउछेउमा जाने हो त बाघ सागहरूकोमा होइन नि त त्यसो एक दुई खेप फोटो खिचौँ बाघ सागहरू खिच बस घामले त टाउको त कहाँ खिचाउ तल अब यहाँ ऊ त छ भालु यो त चिल होला होइन उल्लु त यो हो भाले होला ऊ त हेर न यो यहाँ खिच न यता कहाँ छ बाघ छ ऊ सिंह छ लु यहाँ बस ल सिंहमा टक्क राजा हुने हौ राजा हुन टक्क ल बिकेनलाई भरे थाउनेला हालिदिन्छु म ल पखाइ पोज देऊ नि त एउटा ल भइहाल्यो त ल यति भएपछि त अहिले भर्यो क्यामेरा चाहिँ कता साइडमा राम्रो आउँछ जहाँ जुन साइडमा अलिकति उजेल पर्छ त्यसमा राम्रो आउँदैन अब मम्मीहरू त फर्किनु होला जाउँ है हामी पनि माथि त्यो माथि बनाउँदैछ के गर्दैछ माथि ऊ त हो क्या आरा धरान क्या त्यत्रो थियो नि तिमीले देखेको छौ छैन हिँड त हिँड एकचोटि फ्याट्ट हेर राम्रो त त्यो माथिको आरा धरान हेरेको छैन अरे तिमीले
त्यो आरा धरान क्या मेन भनेको चाहिँ यो माथिको हो त आरा धरान यहाँको त यस्तो छ क्या कामसाम गर्दैछ यहाँ पनि बस नि त म एकदम गाइड भएको छु आज यहाँ माउन ल्याएर यता हेर त गाइड यो थियो कि थिएन पहिला तिमी आउँदा छ नि माछा पनि नि तल यहाँ फोटो खिच न यो फोटो चाहिँ यो आराममा नखिच्ने यहाँ थियो कि थिएन अस्ति तिमी आउँदा हो र यता आऊ न यताबाट आउँछौ दामी अब चाहिँ हामी चाहिँ माथि आरा धरान पनि घुमिसक्यौँ अब चाहिँ फर्किने मम्मीहरू उता उति तल पो हुँदो रहेछ त्यहीँ तल हुँदो रहेछ अब सायद अब तलको एरियातिर घुम्छौँ होला अब माथि यो बनिसकेको मेन त यो माथिको उद्घाटन अरे नि त त्यही भएर चाहिँ ल है गाइजहरू ओसो ओसो अब हाम्रो धरानको घुम्ने ठाउँ भनेकै ओसो हो अब ओसैमा घुमेर बस्नु पर्यो होइन अब हरियाली अलम्बर भने त्यस्तै हो लु मम्मी जाउँ घुमेर आइसक्यौँ हामी त ढोल बजाउनुहुन्छ कि म खिचिदिन्छु हे कहाँ खै लु खिच त ए हुन्छ हुन्छ लाउनु न ल ल ल ल ल बजाउनु 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 भरे यहाँ म्युजिक हाल्नुपर्छ है यहाँ अझै माथि हो त्यो तलको ढाँडा पुगिसकिसक्यो ल ए लु 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 आमा छोराको लु 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 म भइसकिसक्यो यहाँ भइसकिसक्यो मैनी त हेरेर त यहाँ ढोल बजाइराख्नु भएको छ हेर्नु यहाँ माथि रुख छ ल हाम्रो दाइले ढोल पनि बजाइसक्नु भयो ल ढोल पनि बजायो यो त चिल्ड्रेन पार्क जाने हौ जाउँ यतैबाट पनि जाने रहेछ ए जाँदैन नि ऊ यता हो नि बिकेन हेर त ऊ यता यता लु हिँड लु त्यतैबाट पनि पुग्छ यहाँ ल अब हामी ओसो ओसो डुलिया डुले ओसो यताबाट यता यहाँ धरानमा जाने अरे यहाँ अब गाइड भइया छ यहाँ बिकेनको लागि उसले यता गाइड भइया छ होइन आज एकदम मेमोरेबल हो नि फेरि ट्याक्क 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 यतापट्टि जाने बाटो पो छ कि छैन हौ जानु बरै गर्ने भइसक्यो होइन बिकिन पौडी हान्नु जाउँ बिकिन अस्तिको जस्तो पर अस्ति अनि त्यत्रो गयो 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 लास्टसम्म होइन केही न कामको क्या हामी कस्तो त्यतिखेर कति 4 भाइ होइन हामी जोसेर हिँडेको 4 जान्थ्यौँ कति जान्थ्यौँ हौ होइन नि 5 जना थियो होला इसाङ काकाहरू पनि थियो नि भ्यू टावर टक्क हामी ल यो हाम्रो ओसो पाएको यो समृद्धि के भन्छ होला यो यस फेरि दिदी त उता हिँड्दै आउनुहुँदैछ त यतापट्टि पनि सबै नजारा देखिन्छ एकदम जस आनन्द आउने ठाउँ बस्नु एकछिन हावा खाँदै हेर गर्मी पनि भयो ल अब चाहिँ हामी चाहिँ घुमिसक्यौँ यता आउनु
हामी चाहिँ ल टक्क घुमिसक्यो है गाइस आज लास्ट आज उद्घाटन दिन दाजुभाइको तर घुमघाम भयो आज हिस्ट्रीमा जान्छ यो हिस्ट्रीमा युट्युबमा पहिलोपल्ट हो दाइसँग आएको है ल दाजुभाइहरूको घुमाइ पनि भयो मेरो पनि पछि भ्लगहरू आउँछ ल हाम्रो बिकेन भाइको पनि पछि भ्लगहरू आयो भने चाहिँ म यहाँ मेन्सन हालिदिइहाल्छु नि पछि पऱ्यो अब हामी चाहिँ यत्तिकै गइसक्नुभयो हामी पनि फर्केको यत्तिकै ल अब आजलाई साथीहरू अब चाहिँ अब भिडियो एकदम लाइक सेयर कमेन्ट हालिदिनु पर्ने हुन्छ तपाईँहरूले चाहिँ होइन सो यति भन्दै अब मेरो चाहिँ भ्लग यहीँ इन्ड गर्न चाहेँ सो थ्याङ्क यू फर वाचिङ टिल द एन्ड